उहाँले चर्चित कलाकारहरूसँग पनि विवाह गर्नुभएको छ गरेको छ है देखेको छ मैले कहिले काहीँ तिनीहरू आउँदाखेरि ए जय साहब भनेर भन्नुभएको छैन छैन आउँदैनन् यहाँ आएका आउँदैन है हामी को आइरहन्छ यहाँ आएका छैन आए पनि ज्वाइँ साहेब किन भन्नु ती ज्वाइँ साहेब होइनन् जानेकै कुरा त्यो भिडियोको लागि मात्रै हो भन्दामा कहिले काहीँ त्यस्तो लाग्छ लाग्दैन आमा छोरीलाई कहिले काहीँ रेलमा अब दुःख दिएको हुन्छ रुवाएको हुन्छ विवाह गरिदिएको हुन्छ त्यो कहिले काहीँ साँच्चै जस्तो लागेर रुनु भएको छैन लाग्दैन बानी परिसक्नु भयो आमा बानी परिसक्यो 57 सालदेखि हो कति बानी पर्नु त 57 सालदेखि लागेको पहिलो त खर्च पनि दिइनँ नदा पनि भने मैले नदिएकै हो पहिले नगरोस् नै यसमा मलाई त्यति ऊ पनि लाग्दैन थियो अनि पछि पछि हिँडेरै पनि जान थालेँ भोकै पनि जान थालेँ त्यसै पनि जान थालेँ अनि छोडिदिनु भयो ओहो भनेपछि त 24 वर्ष भइसकेछ छोरीको यो कलाकारिता क्षेत्रमा त 57 सालदेखि है हजुर ओहो त्यस्तो कहिले लाग्थ्यो आमा मेरो छोरी त कलाकार बनी ओहो भन्ने खालको लाग्दैन त गर्व लाग्दैन त खुसी लाग्छ नि अहिले पनि खुसी लाग्छ हैन त आमा सबैले चिन्छन् बरु हजुरहरूलाई चिन्दैनन् तपाईले नि जन्म दिएको छोरी रहेछ सबैले चिन्छन् हजुर जन्म दिने आमालाई चिन्दैनन् दुःखको कुरा हो नि है आमा तर देखे भेटे भने खुसी पनि हो दुःख पनि हो दुःखको कुरा छैन ठिकै छ है गयो भने भेट्यो भने चिनिहाल्छन् आज हामीले आएका छौँ यस्तो सुन्दर कलाकार प्रतिभाशाली कलाकार जन्माउने महान आमा उहाँ नै हुनुहुन्छ भनेर चाहिँ देखाइदिएका छौँ आमा तर हामीले गल्ती एउटा गऱ्यौँ है आमा सुरुमा हजुरको नाम सोध्न बिर्सेछौँ उहाँकै नामले तपाईँलाई चिनाइयो तपाईँको नाम भनिदिनुहोस् आमा ल माफ गरेर अन्तिममा भए पनि माफ माग्नु पर्दैन दाइ अवसर दिइराख्नु भएको छ यत्रो होइन माफ माग्नु पर्दैन निरकुमारी निरौला थर हो घर त पूर्वतिर हो के नि आमा तपाईँहरूको त पहिला खोटाङ हो पहाडै परेछ नि पहाडबाट त्यहाँ खोटाङदेखि काठमाडौँ बसाइ सरेर जस्तो भयो नि त तपाईँ सबै आउँदाखेरि त सुरुमा रुन मन लागेन आमा त्यति राम्रो ठाउँ छोडेर यहाँ कहाँ आइपुग्यो भने अनि पहिले त दिक्क लाग्यो नि अब बस्दै लाँदा अब त्यही ठाउँ मन पर्न छोड्यो यही ठिक छ जसो तसो सुरुमा त रमाइलो गाउँघर होइन वरपरका छरछिमेकी मजाले बोल्ने काठमाडौँ आउँदा त एउटा कोठाभित्र मात्रै कुम्जिनु पर्छ दुःख लाग्यो होला नि होइन आमा पहिले लाग्यो अब त लागेन ठिकै छ यही राम्रो रमाइलो छ कति वर्षसम्म तपाईँले गाउँको याद आयो त नि लाग्यो नि 1.5 वर्ष 2 वर्षसम्म रोएर बस्नुभयो होला पहिला त लाग्यो है कसै बिचरा आमाको आँखाबाट आँसु आइसक्यो त ठिकै छ अब अलि पनि मन त लाग्छ होला एकचोटि जान पाए जानुहुन्छ कहिले काहीँ खोटाङतिर आमा है जानुपर्छ हामीले बेचेर आएका छौँ न छ उता जमिन देवरहरू हुनुहुन्छ आमाजुहरू उतै हुनुहुन्छ मेरो कहिले काहीँ हामी जान्छौँ ए जन्मेको हुर्केको खेलेको बढेको ठाउँ होइन त आमा हो नि कान्छी बुहारी उहीँबाट बिहे गरेर ल्याएको छ खोटाङको कहिले काहीँ गाउँतिर फर्किँदाखेरि ती जवानीका कुराहरू बाल्यकालका कुराहरू याद आएर कहिले काहीँ त बसेर रुन मन लाग्छ तर त्यो पनि अहिले हामी आउँदा जस्तो छैन नि त अर्कै परिवर्तन भइसक्यो नि त ओहो त्यो पनि यस्तै भइसक्यो नि तर याद त आउँछ नि त्यो विगतको होइन त आमा आउँछ ल हुन्छ आमा अत्यन्तै रमाइलो कुराकानी गऱ्यौँ बहिनीसँग अब तपाईँलाई पनि जोड्यौँ है अन्तिममा छौँ छोरीलाई हेरेर बस्नुभएका छोरीलाई चिन्नेहरूलाई तथा छोरीका फ्यान क्लर्सहरू छोरीका शुभचिन्तकहरू अनि तपाईँलाई बिमलीको मम्मी हुनुहुँदो रहेछ भनेर चिन्नेहरूलाई के भन्न चाहनुहुन्छ भनिदिनुहोस् त होइन छोरीको साथीहरूलाई पनि जे सोचेको छ सोचेको काम पुरा होस् राम्रो आशीर्वाद त आमा हो तपाईँहरूलाई पनि राम्रो प्रगति होस् यसबाट पनि तपाईँहरूलाई राम्रो होस् हामी बोल्दिँदा हामीलाई भन्दा पनि तपाईँहरूलाई राम्रो होस् कि हामी त अब घर बसेका छौँ घरमा आउनुभयो सोध्नुभयो दुःख तपाईँहरूलाई भयो बिचरा छैन नि आमा छैन कहाँदेखि आउनुभयो के भयो तपाईँहरूलाई सबैलाई राम्रो होस् उसका साथीहरूलाई राम्रो होस् त्यही दर्शकलाई पनि अब त्यही हो हामीले जानेछौँ यस्तै बोल्यौँ राम्रोसँग सुनिदिनु होला राम्रो सोचिदिनु होला नजानेको त कोही कुरा बाटो आउँदै भेटेर पनि भनिदिनु होला अब भनिदिनु होला भेट्ने जतिले भेट्न चाहनेलाई ठेगाना पनि दिउँ आमा लो जे पर्छ कहाँ रे आमा हजुर भेट्न चाहनेलाई ठेगाना हामी कहाँ बस्छौँ हामी इमाडोलमा बसेका छौँ इमाडोलमा बसेका छौँ
अनि यसै गरी सोध्न चाहनुहुन्छ कोही पनि भने यसै गरी यो आएर पनि हामीलाई सोधिदिनु हामी जानेको कुरा बोलिदिउँला बोलाउँला तपाईँहरूलाई पनि राम्रो हुन्छ होइन तपाईँहरूलाई राम्रो हो सबभन्दा हामीलाई नै राम्रो हुन्छ हामीलाई पनि राम्रो हुन्छ सबैभन्दा तपाईँहरूले किनभने कहाँदेखि आएर हामीलाई यसरी सोधिदिनु भयो हामी घरभित्र खुम्चिएर बसेको मान्छे केही बोल्न पाइयो त्यही खुसी आमाले पढा लेखा छैन भन्नुहुन्छ तर पढेर व्यवहारमा परेर पक्क हुनुभएको आमा मै ठास गरेर बोलिदिनु कतिसम्म बोल्ने भनेर अब 3वटा 4वटा नाति नातिनाको हजुरआमा भयो होइन 4-4वटा छोराछोरी भए बुहारी आएका छन् बुहारी छन् अनि अब सधैँ नजान्ने त्यस्तै बच्चा जस्तो बोलेर हुन्छ त मैले कहाँ भएन आमा कति राम्रो मिठो गरेर बोल्नु भएको सुनौँ लागेको यहाँ साथीहरूका क्यामेराका ब्याट्री सकिएर मात्रै मैले बिदाय हुन लाग्यो आमा नत्र हजुरसँग अझै कुरा गर्न मन लागेको छ ब्याट्री सक्यो अब कहाँ पुग्नु छ त्यही पनि हतार भयो होला बिचरा हेर्नु त यतिकै बोलिरहनु भयो बसिरहनु भयो हाम्रो अनौठो खबरको त यो क्यामेरै मरिसक्यो के गर्नु अनि चार्ज गरौँ न त त्यहाँ छ त चार्जर उहाँको चार्जर लिनु भएको छैन आमा फेरि ब्याट्री मात्रै छ यहाँ हजुर के गर्ने लौ त बिमली बहिनी ल तपाईँले हेरेर बसिराख्नु भएका तपाईँका शुभचिन्तकहरूलाई आज आमासँग बोल्नु भएको छ होइन अन्तिममा चाहिँ केही भन्नुहुन्छ अन्तिममा आमासँग यसरी बसेर बोल्न पाइयो सधैँ एक्लै कहाँ गएर होइन हजुर बोलिरहेको ऊ गरेर ऱ्याप गीत गाउँदै झ्याप हुँदै ज्याप चाहिँ होइन खाने झ्याप होइन क्या ऱ्यापमा त्यो आँखा भनेपछि त अनि त्यो त बुझिहाल्नुहुन्छ नि दर्शक बुझ्नुहुन्छ त्यसरी बोलिरहेको आज आमासँग शान्त ज्ञानी अनुशासित भएर यसरी बोल्ने अवसर दिनुभयो यत्रो क्यामेरा राखेर आमाले पहिलोचोटि बोल्दै हुन्छ एउटा दुईवटा चाहिँ राखेर बोल्नुहुन्थ्यो कहिलेकाहीँ यति धेरै क्यामेराको अगाडि हजुरहरूले अवसर दिनुभयो त्यसको लागि धन्यवाद